उदयपुरको कटारी बजारमा साइना नामकी एउटी चञ्चल केटी बस्थे। ऊ सानैदेखि नाच्न धेरै मन पराउँथी, तर साइना पढाइमा भने ध्यान दिन्न थी। ऊ कहिलेकाहीँ कक्षामै छोड्थी र घरमै बसेर नाच अभ्यास गर्थे। बुबा आमाले सम्झाउँथे, छोरी नाच राम्रो हो, तर पढाइ पनि जरुरी छ, तर साइनाले वास्ता गर्दिनथी। एक दिन विद्यालयमा ठुलो नाच प्रतियोगिता हुने भयो। प्रतियोगिताको दिन उसले उत्कृष्ट नाच प्रस्तुत गरी, तर नतिजा आउँदा साइना विजेता बनिन। शिक्षकले भने, तिमीमा प्रतिभा छ, तर पढाइमा पनि राम्रो हुनुपर्छ। साइनालाई आफ्नो गल्ती महसुस भयो। त्यसपछि उसले नाचसँगै पढाइमा पनि ध्यान दिन थाली। केही समयपछि फेरि प्रतियोगिता भयो। यसपटक साइना नाच र पढाइ दुवैमा उत्कृष्ट भई र विजेता बनिन्। सन्देश: जीवनमा सफलता पाउन प्रतिभासँगै मेहनत र सन्तुलन पनि आवश्यक हुन्छ।